उडिरहेको छ तिमीलाई अब यता क्यामेरा घुमाएन भनेर रिसा जस्तो लाग्यो मन झाउला क्या एउटा केक खोज्न गएको होइन पाएन हैन अस्ति नै मैले यस्तो राम्रो यस्तो दामी यस्तो मन खाएको थियो कि अनि त्यही भएर अरू सबै ठाउँको क्यान्सल गरेर मैले इभन म पनि त बेकरीमै हो नि त काम गर्ने इभन आफ्नै त्यो काम गर्ने पसलको पनि छोडेर यता आएको कि यस्तो लुक्स राम्रो त लुक्स हाम्रो पनि पाउँछ तर हामी त यहाँ अब कोही पनि छैन नि त दुईजना मात्र हो हामीलाई ठुलो चाहिएको होइन सानो यत्रो चाहिएको कस्तो राम्रो साइजको थियो म जति पऱ्यो पनि म लिन्छु भनेर ठानेको थियो तर त्यो नरहेछ नि अर्को फ्लेभरमा रहेछ तर सोधेको प्राइस सुनेर म बेहोस हुन आँटेँ कि साथीहरू त्यति प्राइसमा चाहिँ मैले चाहिँ ठुलो केक नै पाउँछु क्या किन सायद त्यो डेकोरेसनले गर्दा नि होला किनभने मलाई चाहिँ सानो दुईजना अब किन नगरौँ भनेर मात्र हो त्यही भएर अनि हाम्रो छुट्टी पनि अनि छुट्टी चाहिँ चाहिने बेलामा चाहिँ हाम्रो छुट्टी चाहिँ दिन्छ अनि दियो पनि अनि आज र भोलि चाहिँ छुट्टी थियो त्यही दुवैजनाको छुट्टी दिएको थियो त्यही भएर अब अर्को लोकेसनतर्फ अनि जहाँ पनि त्यसलाई के भन्छ ह्याप्पी बर्थडे त्यो ब्लग चाहिँ पाउने तर त्यो एनिभर्सरीको ट्युस चाहिँ नपाउने के अनि त्यो खोज्न जाँदैछु र प्लस केक पनि केक जसोसुकै होस् ठुलो सानो हामीलाई म्याटर गर्दैन मेन कुरा हामी दुवैजना एकदमै खुसी हुनु पर्यो त्यति हो त्यस्तो उसले म्याटर गर्दैन हामीलाई त्यस्तो खालको उस पनि होइन त्यस्तो वाइल्ड त्यो सेलिब्रेट गर्ने त्यस्तो नि होइन नर्मल केक काटौँ न 5 वर्ष किनभने अहिले सँगै पनि छौँ भने किन 2 वर्ष हामी टाढेर बस्यो नि त 2 वर्ष कि 1 वर्ष 2 वर्ष त होइन होला हौ साँच्चै 1 वर्ष जस्तो लाग्यो सायद 1.5 होला जस्तै हो त्यो चाहिँ होइन हो त्यही पनि त अब 5 दिन भयो भने त टाढो बसी त टाढै त हो नि त 12 महिना भनेको कति 15 महिना जति भयो होला जस एउटा केक काटौँ भन्ने हो यताउति घुम्न जाने भन्ने प्लानिङ हो तर केक पाएको छैन मेन कुरो चाहिँ त्यो एनिभर्सरी टपमा लेखेको त्यो टपरमा लेखेको त्यो चाहिँ खोजेको त्यो चाहिँ पाउनु नसकेको केक चाहिँ जुनै भए पनि खासै फरक पर्दैन थियो मेन पाउनु नसकेको चाहिँ ह्याप्पी बर्थडे जस्तै लेखेको माथि लेख्छ नि होइन मेटलको भए पनि जेको भए पनि ह्याप्पी बर्थडे लेखेको जस्तै ह्याप्पी एनिभर्सरी लेखेको चाहिँ हामीले खोजेको हो त्यो चाहिँ नपाएको है साथीहरू मेन चाहिँ हामीले सो अहिले चाहिँ हामी हाम्रो दानियल्स मलमा एकचोटि त्यहाँ चाइनिज पसलमा एकचोटि हेर्नलाई जानु पर्यो भनेर चाहिँ हामी जाँदैछौँ लास्टै जाम छ हेर्नुहोस् है साथीहरू अस्ति हामी उसमा गएको थियो नि ल्याउनु के हो त्यो कहाँ 8 बजे बन्द हुने भयो त्यसमा सबै पाउँथ्यो त त्यो एकचोटि तपाईँ मैले उसको त्यो टेनिस बल खोज्न गएको थियो नि त्यहाँ त्यहाँ चाहिँ भयो मेरो त्यो उसमा पनि पस्माउँछ ओके हामी चाहिँ हाम्रोतिर छ साथीहरू अब दानियल्स मल्समा जानु पर्यो आइपुग्न आँटेको म फर्स्टचोटि लाइसेन्स दिँदा फेल भएको बाटो पनि यही हो साथीहरू सम्झिहाल्छु हो यही जेब्रा क्रसिङ हो ठ्याक्कै बाटो काटिसकेको थियो मैले गाडी यो 10 महिनादेखि यो कुरा सुन्दा सुन्दा म मैले चाट्ट लाएर एक्सिलेटर बढाइदिएको थिएँ त्यसले मलाई किन्न चाहिँ मान्छे बाटै क्रस गरेन भने मान्छेले बाटो चाहिँ क्रस गरिसकेको थियो त्यसले भनेर चाहिँ क्रस गरेर 2-4 पाइला हिँडेपछि चाहिँ आफ्नो ह्यान्डब्रेक छोडेर गाडी अगाडि बढाउनु भने ठिकै छ भने सो मेन मिस्टेकहरू त्यहाँ थियो फर्स्ट टाइम चाहिँ यो चाहिँ हाम्रो है साथीहरू साथी आएको पनि लगभग 9 महिना भयो तिमीहरू 10 महिना भयो 10 महिना भयो ट्राफिक छ अहिले चाहिँ एकदमै ट्राफिक छ यहाँ यस्तो छ ट्राफिक लास्टको ट्राफिक छ यहाँ चाहिँ माल्टामा लास्टै ट्राफिक हो यस्तो छ अब हामी चाहिँ दानियल्स मल्सतिर आइपुग्न लाग्यो साथीहरू
भयो फेरि जेब्रा क्रसिङमा मैले रोकिदियो नि त साथी आई क्यानट मैले जेब्रा क्रसिङमा रोक्न मिल्दैन साथीहरू ल अब समाते क्या पुलिसहरूले डाउँछ होला सम्हाल्दैन यहाँ हामी फेरि उस काटिदिने उस छ चलन छ नि त अहिलेसम्म एकचोटि पुलिसले फाइन हानेको छ मलाई चाहिँ जस्ट ओन्ली वान टाइम है यो त के हो बन्द छ त पार्किङ अनलोड बे पार्किङ इन्ट्रान्स इधर रहेछ है यहाँ रहेछ है पार्किङ पागल जस्तो यो साथी आज के गर्छ के गर्छ थाहै नपाउँछ पार्किङ चाहिँ तलतिर छ साथीहरू यहाँ के थिच्नु पर्दैन ओके साथीहरू आज चाहिँ हामी गोल्डन बेतिर जाँदैछौँ गोल्डन बे भन्छ गोल्डन बेको यतापट्टि यो रिभाइरा बिच हो कि के भन्दो रहेछ होइन सो हामी त्यतातिर जान खोज्दैछौँ म र मिसेस आज चाहिँ हाम्रो एनिभर्सरी हो सो वी आर मुभिङ देयर जस्ट फर रिफ्रेसमेन्ट सो हामी बाटोतिर छौँ अहिले अलमोस्ट गोल्डन बे हामी आइपुग्न लागेको छौँ साथीहरू है सो इन्जोय गर्न सक्नुहुनेछ तपाईँहरू सबैजना अब त नेट चल्दैन नि यहाँबाट त खासै ओके हामी आइसकेको रहेछ साथीहरू है पार्किङ हामी खोज्न जान्छौँ त्यहाँ होइन पार्किङ छ कि छैन पहिला all reserve parking हामी गोल्डन बे पार्किङ एरियामा हामी आएको छ साथीहरू है यहाँ पार्किङ चाहिँ छैन जस्तो लाग्यो सो लेट्स फाइन्ड द पार्किङ फर्स्ट छैन होला नि कतै साथीहरू तपाईँहरू सबैजनालाई यो सानो भ्लगमा स्वागत छ है हामी चाहिँ यो गोल्डन बेको यतापट्टि यो के भन्छ यसलाई रिभाइरा बिच कि समथिङ के भन्छ होइन यहाँ आएको थियो हाम्रो एनिभर्सरी थियो अनि 5 वर्ष ठ्याक्कै बे गरेको अब पनि सो यसो घुमघाम गर्न आएको थियो दुईजना ड्राई पिकनिक जस्तो अनि त्यही कारणले गर्दाखेरि तपाईँहरूलाई पनि यो ठाउँ देखाऊँ कि भनेर मैले सानो भ्लग बनाऊँ भनेको है त सो यो ठ्याक्कै अगाडिपट्टि तपाईँले देख्यो भने यो चाहिँ समरमा एकदमै बिजी हुन्छ यो एरिया होइन अहिले चाहिँ मान्छे त्यति छैन समरमा यहाँ प्राइभेट
याजहरू आएर बसिरहेको हुन्छ होइन। सो हेर्नुहोस् हो त्यहाँ बसेको थियौँ हामी, त्यहाँ बस्यो 2 घन्टा जस्तै, खाजासाजा खायौँ, फोटोसोटो खिच्यौँ, अनि अब घरतिर फर्किने लाग्यो है। एकदमै राम्रो छ यो ठाउँ चाहिँ। सो लेट्स इन्जोय भ्यू साथीहरू है। मेरो मिसेस त्यहाँ छ, ऊ पनि बिचरा भ्लग बनाउँदैछ, सिकाउँदैछु उसलाई बिस्तारी बिस्तारी। भ्लग बनाउनु त मलाई पनि त्यति साह्रो आउँदैन, बट उसलाई पनि म उत्साह चाहिँ दिन्छु। सो आफूले जाने कुराहरू, नयाँ नयाँ ठाउँहरू घुम्यो भने सेयरिङ गर्नलाई होइन। सो यस्तो छ है यो हाइकिङ जस्तै भए ठ्याक्कै। ल साथीहरू यतातिर चाहिँ यस्तो छ। म यत्रो भारी पनि बोक्दैछु होइन, पछाडि मेरो झोला पनि छ है साथीहरू। ओके ठ्याक्कै नेपालको भाइब छ क्या अब चाहिँ यो। यसो देख्दाखेरि चाहिँ नेपालको भाइब आयो। अब पौडी खेलौँ भनेर पनि सोचेको, तर आँट आएन चिसो भएर पौडी चाहिँ। सो हामी हिँड्दैछौँ। ल माथि हेर्नुहोस् त के हो यस्तो। पहिला पनि एकचोटि म आएको थिएँ यहाँ, राम्रो छ यो ठाउँ चाहिँ है। त्यो पहाडी पनि दामी छ। अनि म चाहिँ यतातिर चाहिँ साथीहरू अब हिँड्दैछु। ल ओके यस्तो छ यो ठाउँ चाहिँ। ल साथी हिँड्दैछु त्यतिर, अनि 2 जनाकै अफ थियो आज, अफ लिएको भनौँ 2 जनाले। सो भेरी भेरी नाइस छ। कस्तो छ त साथी, राम्रो लाग्यो तिमीलाई ठाउँ? ल दामी छ साथीहरू। गर्मी भयो है, गर्मी। गाउँतिर गरी खान नसक्ने मान्छे रहेछ म चाहिँ, थाहा भइसक्यो। यदि हिँड्दा पनि कति गाह्रो भएको मलाई। लु साथीहरू राम्रो ठाउँ छ। तपाईँहरू पनि यसो हाइकिङ जस्तो गर्नुहुन्छ भने मोस्टली चाहिँ त्यो माथि डाँडातिर, त्यो डाँडा हाइकिङ गर्न सक्नुहुन्छ है त। जुन छ अरू पर्यटकहरू पनि माथि माथि छ। हामी चाहिँ पर्यटक परेन भनौँ न अब चाहिँ। लु जति यता आयो त्यति राम्रो राम्रो देख्दै गएको छ। यस्तो छ है साथीहरू। हामी त्यहाँ तल बसेको थियौँ, निलो समुद्र। लु हिँड साथीहरू। ल त्यो माथितिर चाहिँ यस्तो रहेछ है। यस्तो छ साथीहरू है, इन्जोय गर्न सक्नुहुन्छ। माथितिर अब हिँड्नु पऱ्यो। त्यहाँ माथिबाट नि दामी भ्यू आउँछ। गाडी चाहिँ पार्किङ गर्ने ठाउँ नपाएर एक साइडमा कुनातिर पार्किङ गरेर नम्बर टालिराखेर आएको छु। अब पुलिसले फाइन हान्यो भने छैन फेरि, गर्मी भएर नि। लु अघि चाहिँ अब 2 जना पौडी खेल्ने भनेको चिसो चिसो फिल भयो नि, पौडी खेलेन। खानु मात्रै खायो, केक काटेर खायो, बदाम चिसो स्याउहरू के खायौँ 2 जनाले। अनि अब चाहिँ हामी फर्किँदैछौँ है। यस्तो छ अगाडिको भ्यूहरू चाहिँ। सो म चाहिँ यतातिर हिँड्दैछु है साथीहरू, तलबाट। यहाँबाट हो कि हामी तलबाट आयो। ल लेट्स गो। बाटो चाहिँ खालि
डराउने टाइपको छ है ल ओके यस्तो छ सेम नेपालकै भाइब ल हु ल यस्तो छ पहिला एकचोटि आएको थिएँ म त 2023तिर 23-24मा आएको थिएँ होला धेरै भएको थियो यहाँ आएको सो होइन अस्ति एकचोटि पनि आएको थियो हाम्रो एकजना ब्रदरको बिहेमा तर यो साइडमा आएको थिएन हामी उता साइडमा थियो यताबाट हेर्नु हाउ नाइस द भ्यू है हेर्नु त दामी छ नि त साथीहरू कतिलाई अब समुद्र मनपर्छ नि त समुद्र मनपर्ने साथीहरूलाई है सो म चाहिँ अब सामान बोक्दै हिँड्छु साथीहरू गर्मी छ तर चिसोले खान्छ भनेर मैले ज्याकेट लाउँदैछु हामी हिँड्छौँ है यहाँबाट तर राम्रोसँग हिँड है साथी ल त्यो कुनापट्टि तिम्रो त्यो उसमा लाग्न सक्छ है एकदमै विचार गरेर हिँड्नु खासै ठुलो भिड चाहिँ छैन बट बेसी यहाँ आएपछि चाहिँ दामी देख्छ फेरि साथीहरू ल त्यहाँ फिल्म सुटिङ पनि हुँदै रहेछ हामी अघि आएको थियो दामी छ यहाँबाट यस्तो देख्छ हेर्नुहोस् यस्तो छ कति राम्रो छ हेर्नुहोस् भ्यू है सो नाइस यहाँ हेऱ्यो भने धेरै राम्रो देख्नुहुन्छ त्यहाँ पारि चाहिँ गोल्डन बे रेडिसन होटल पनि त्यहाँ छ है साथीहरू ठ्याक्कै मेरो यहाँ साथी फोटो खिच्ने भनेको छ सो हामी फोटो खिच्दातिर लाग्छौँ साथीहरू त्यो माथितिर हामी गएन होइन एकदम राम्रो ठाउँ छ है यो टाइम छ भने आउन सक्नुहुन्छ हावाले यहाँ पुरै पुऱ्याएको छ है अनि यहाँ माथितिर चाहिँ यस्तो नै रहेछ होइन यो माथि के पुरा यस्तो साथीहरू हामी चाहिँ फर्किँदैछौँ अनि यहाँ साथीले कराइसक्यो है घरतिर जाम भनेर हामी चाहिँ फर्किँदैछौँ एकदम राम्रो लाग्यो यो ठाउँ फर्किन मैले तपाईँहरूलाई चाहिँ भिडियोहरू क्लिपहरू पनि खिचिसकेँ हामी जाँदैछौँ है लेट्स गो लु यस्तो छ है बिचतिर घुम्न आएको म चाहिँ राम्रो राम्रो लाग्यो है म चाहिँ हावाले हानेर पुरै यसरी हिँड्दैछु साथीहरू ल अगाडितिर चाहिँ यस्तो छ बिच त्यहाँ माथिबाट आएको हामी एकजना साथी त्यहाँ ड्रोन उडाउँदै थियो मेरो साथी चाहिँ पुरा अहिले चाहिँ युट्युबरै भइसक्यो कि ल होइन माल्टामा नयाँ भ्लगर आएको छ है साथीहरू नयाँ भ्लगर ल कति राम्रो छ ठाउँ यस्तो दामी छ है यो माथि माथि पुरै ल नेपालको भिडहरू जस्तै देखाएको छ ल चाहिँ यतातिर हिँड्दैछ है के छ साथीहरू यस्तो छ हेर्नुहोस् माल्टातिरको खबर